बेड कता फर्काउने हो यसै होइन होइन सिरानीतिर गर न यतै त फर्काउने कहिले पनि यसरी ऐनालाई फेस गर्नु हुँदैन रे कि हुन्छ टाउ उता गर उता टाउको यता के अँ बेड अलमोस्ट भइसकेको छ यो हामीले गर्ने भनेको नि 2 हप्ता भइसकेको थियो आज हल्का जाँगर आएर टक्क बेड हुँदैछ यो चाहिँ हाम्रो हो सेकेन्ड बेडरुमको हो यो उता अर्को थर्ड बेडरुम चाहिँ खाली छ हाम्रो उता मास्टर बेडरुम नि खाली छ त्यहाँ चाहिँ अर्को बेड मगाउने भनेर हो खाली छ सबै बेड इज डन अब टक्क त्यो त्यसको माथि चाहिँ एउटा म्याट्रेस आउँछ त्यसपछि सुत्नको लागि रेडी यो चाहिँ गेस्ट रुमको लागि चट्ट लाएर अब कपडा सुकाउन जाने हाम्रो पूजा रुम घाम मिठो छ हेर आज सबैलाई फेरि नमस्ते धेरै पछि भिडियो बनाइयो आज चाहिँ हामी जाँदैछौँ ब्ल्याक माउन्टेन पेनिनसुला आज हाम्रो छ केही स्पेसल भन्दैला आज स्याटरडे जम्मा हुने टाइम 1 बजे कति बजे भन्दैमा 12-1 बजेतिर भन्थ्यो तर 1:30 भइसक्यो जस्ट त्यहाँ जाँदा हामी चाहिँ 1:45 तिर पुग्छौँ आज हाम्रो स्पेसल कुरा भनेको हाम्रो आज पिकनिक वनभोज कार्यक्रम जस्तो देउसी भैलो पनि भनेर भनिरहेको छ क्यानबेरा तमु समाजद्वारा आयोजित देउसी भैलो कार्यक्रम पेनिनसुला ब्ल्याक माउन्टेनमा हामी जाँदैछौँ त्यहाँ आज खानपिन कार्यक्रम यताउता रमाइलो नाचगान हुनेछ धेरै पछि भ्लग बनाइयो धेरै कुरोहरू लाइफमा अपडेटहरू ठिकै छ केही नयाँ नौलो लाइफमा गरिएको छ त्यही हो हामी नयाँ यता घर लिएर सरेको हामी किनेको 2 महिना भइसक्यो अनि अस्ति भर्खरै सरे हो तर हामी चाहिँ सबै लथालिङ्ग छ केही पनि किने छैन जस्ट 2 हप्ता भइसक्यो तर टाइमै पाएन भने त्यो बनाउन यताउता जोड्न यताउता के गर्न अब त्यही त हो विदेशमा काम गर्नु पर्यो त्यही हो आज मिठो घाम लगाइरह आजको हाइएस्ट भनेको आज 25 डिग्री सेल्सियस अति नै गर्मी फिल भइरह यहाँ हामी बसेकोबाट चाहिँ 15 मिनट्सको ड्राइभमा छ त्यो हामी जाने स्पट चाहिँ आज जहाँसम्म लाग्छ टन्नै मान्छे हुन्छ जस्तो लागिरहेको मलाई चाहिँ रमाइलो हुनेवाला छ होइन अस्ट्रेलिया आउने बित्तिकै अब मान्छेहरूको अब सुरुमा स्टुडेन्ट भिजामा आउँछौँ त्यसपछि मान्छेहरू अब स्टुडेन्ट भिजामा स्ट्रगल गरिन्छ त्यसपछि त्यति बेलाको टार्गेट भनेको अब पिआर हुन्छ पिआर पाएपछि अर्को टार्गेट भनेको घर लिने हुन्छ सानो आफ्नो एउटा घर होस् अस्ट्रेलियामा भन्ने हुन्छ त्यो एचिभमेन्ट चाहिँ हामीले पुरा गर्न सक्यौँ पुरा गरिसक्यौँ अर्को पनि छ एउटा बिग एचिभमेन्ट त्यो भन्दा नि बिग एचिभमेन्ट अर्को पनि छ तर त्यो चाहिँ यो भिडियोमा नगरौँ अर्को भिडियोमा अलिकति लामै भिडियो अलिकति अर्कै तरिकाले भिडियो हुन्छ त्यो चाहिँ हुनेवाला छ त्यो चाहिँ यो घर किनेको भन्दा अझै फार मोर ठुलो एचिभमेन्ट भनौँ र विकेन्ड भए पनि टन्न जाम छ मान्छेहरू चाहिँ यति बेला चाहिँ को जान्छन् कोही कता अब गर्मी लाग्यो मान्छेहरू त्यहाँ हामी जाने ठाउँमा नि टन्नै मान्छे हुन्छ आज किनकि लेकको साइडमा हो मान्छेहरू त्यहाँ पौडी खेल्ने कायाक गर्ने वाटर एक्टिभिटिज गर्नेहरू त्यहाँ मान्छेहरू टन्नै आउँछ त्यहाँ पिकनिकको लागि भने टन्नै आउँछ मान्छे देखाउँछ त्यहाँ हामीले चाहिँ अब हामीले चाहिँ
तिहार यहाँ तमु समाजले चाहिँ कसरी मनाउँछौँ भनेर त्यो चाहिँ देखाउनेछौँ। इन्जोय गर्नु होला। मम्मी बाबाहरूले चाहिँ कता गयो भिडियो बनाएन पुरानो भिडियो हेरेरै बसिरहेको छ। मम्मीहरूलाई चाहिँ अब यो भिडियो नयाँ भिडियो आएको छ छोरोको, अब टक्क घरमा हेर्ने, अब नयाँ भिडियो आयो अब हेरेर बस्नुपर्छ डलाएर। ल गाइस हामी चाहिँ यहाँ आइपुगेको ट्याक्क 2 बज्यो तर कोही पनि आएन। हामी नै फर्स्ट रहेछ, हामी ढिलो भयो कि भनेको त हामी नै फर्स्ट मान्छे पो रहेछ। सबैभन्दा शीतल भनेको यहाँ टोइलेटमा भेटियो, त्यही भएर टोइलेटमा बसिरहेको छ। आज यति धेरै मान्छे छ यहाँ, बस्ने ठाउँ छैन। हेरौँ कता बसिन्छ। युज अस्ति नै बसेको चाहिँ हामी चाहिँ उता त हो, त्यो साइडतिर हो। सब प्याक छ अब खोइ। बेबी सावर हो कि क्या हो? सुनिल दाइ र हाम्रो मनराज दाइ भर्खरै आगमन भएको अवस्था। हेलो 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 मनराज दाइ, वाट्स अप? के छ दाजु? गाह्रो दाजु हल्दी चल्ली बस्छ। धेरै पछि भेटघाट। हो र? त्यहाँ दामी थियो क्या रे सब मान्छे लास्टै मान्छेहरू पानी नपर्दै जस्तै। आमा चिन्न गाह्रो चिन्न गाह्रो भने सही 12 बजे आएको यार, मै मात्र होला। त्यही भएर अबदेखि म 1 घन्टासम्म हिँडिहाल्छु। मजा भयो। पहिला पानी र भाडा दिनु पर्यो। I love you. Mom, is that for the egg? Yeah, that's for. सिधै बाहिर छ भने म त फुल खाइरहेको छ। Mom, is that? माथि यो थरम त आज त गाडी आदि गाडी नै पुग्छ हैन? मनाङबाट हिँड्ने होला गाडी माथि मुस्ताङ चाहिँ पुग्छ अनि मुस्ताङबाट जान सक्दैन नि थोरङला है। मनाङबाट उता माथि मुक्ति हैन धेरै न मुक्तिनाथसम्म अथवा तिलचो समथिङ जाने गाडी पुग्दो रहेछ अनि मजाले अहिले। किनभने मुस्ताङसम्म पुग्छ, मनाङसम्म पुग्छ। तिमी मुस्ताङबाट थोरङला पास गर्न लाग्यो भने त 2 दिन लाग्छ। त्यो यति ओह्रालो छ कि। धारापानी भन्ने थाहा छ? धारापानी कता पर्छ? धारापानी पनि त्यतै हाम्रो त्यतै धारापानी निको छ यार ठाउँ यहाँ। कस्तो हुन्छ नि ठ्याक्क मनासुरबाट आए पछाडि अनि त्यो धारापानी चाहिँ एउटा सेन्ट्रल लाइन पर्दो रहेछ क्या। त्यसले आउनु सोचिरहेको छु क्या, म गएको छैन है। आलुदमको वा कस्तो मिठो बास्ना आयो।
भइसक्यो हाम्रो। अब चाहिँ तरकारी पाक्दैछ। तरकारी हाम्रोमा के के थियो? आलुदम हो। यो आलुदम बनाउँदै हो। आलुदम छ हाम्रोमा। त्यहाँ चिकन बार्बेक्यू हुन बाँकी नै छ। कस्तो लागिरहेको मनराज दाइ? कस्तो लागिरहेको? झ्याउ लगाइरहेछ मलाई एकदम सधैँ यही हो। झ्याउ लाग्छ गर्नै पर्छ गाह्रो क्या नि अब मिठो बनाउने भएपछि यस्तै हुने रहेछ क्या सधैँ। हाम्रो यो आलु चटनीको लागि तपाईँलाई चाहिँ तपाईँलाई मात्र स्वाद होला। अनि आलु इज रेडी। आमै ए जनताहरू आलु रेडी। आलु खाऊ न। आलु 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 समात न हौ। ए त आलु आलु मैले ब्लाउज मिलाएर राखेको कस्तो दाम भयो? 1000 हो यो। बारबेक्यू दाइले चम्चा खरिदिनु म यो बाहिर हाल्छु। पनि त्यही प्लेटहरु भएको ठाउँमै थियो के? दाइ के छ नि तपाईँ खानु यहाँ पहिला। आमा कति रुपियाँ बित्यो? 15 रुपियाँ मात्रै So you're believing in our own fan? Yeah, more than a bit. Big fan? Bigger fan. We're huge fans. We're Matt. Thank you so much. त्यसको कन्दाखेरि आउँछ
आज भएको अवस्था अब हाम्रो चाहिँ मान्छे धागा लाग्यो कोहीले बोला नि हावा भन्दैन हाम्रोमा दावत चल्छ फेरि सिधै दावत होइन दावत दावत क्याप्टेन अमेरिका गरिदिनु पर्छ मजा लाग्छ यस्तो खतम के लिने त्यस्तो त टेन्सन थियो कि मेरो गौरव साँच्ची ढाँटेको होइन गर्दै हेर्नु मेरो पावरले हेर्नु हामी चाहिँ यहाँ हामी जम्मा भइरहेको छौँ हामीले आफ्नो देशलाई पनि सम्झिनुपर्छ कुन ठाउँबाट आएको हो भन्ने कुरा भुल्नु हुँदैन त्यो कारणले गर्दाखेरि आज यो देउसी भैलो कार्यक्रमको अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु व्यक्तिगत तर्फबाट समाजको तर्फबाट र सम्पूर्ण साथीहरू यता अगाडि आउनु त्यो बत्ती मार्दै पनि हुन्छ बत्ती सोल्टी Ini